क्या चित्त बुझ्दै उत्तर दिए यार यो दाइले है। तपाईँले राजा आयो भने कसलाई राजा मान्नुहुन्छ भनेर सोधेको पत्रकारको प्रश्नमा यो दाइको जवाफ एकैछिन सुनौ। मलाई सोलिड चित्त बुझ्यो साथीहरू। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला। अत्यन्तै जेन्युन उत्तर दिनुभएको छ र यो विचार जुन छ राजा आयो भने को राजा मान्ने भन्ने प्रश्नको उत्तर पुरा एकचोटि सुन्ने प्रयास गर्नु होला है त। कि अब राजा आयो भने तपाईहरु कसलाई राजा मान्नु? राजा आयो भने राजालाई राजा मान्छौँ नि। पूर्व राजालाई नै गर्न कस्तो पूर्व र उत्तर भन्नुभएको? यो राजा हुनुभन्दा अगाडि को राजा छ र? तपाईँको प्रश्नमा राजा कसलाई मान्नुहुन्छ भने कसलाई मान्ने त? तपाईँलाई मान्ने त? तपाईँलाई त तपाईँको साथीले मान्दैन, तपाईँको गर्लफ्रेन्डले मान्दिन, तपाईँको श्रीमतीले मान्दिन। सबैले मानेको मान्छे को हो त यो देशको? पृथ्वीनारायण शाह हो नि। उसको वंशजको राजा हुन्छ नि। अहिले उसको वंशजको प्रतिनिधित्व गर्ने सबभन्दा बुढो मान्छे को छ? राजा त सबभन्दा जेठो हुन्छ नि। यो त तपाईँहरूको प्रश्नै गलत छ। सो त बदर भयो, यो प्रश्नै बदर भयो। जस्तो दुईपट्टिसम्म त राजा भगा हुने त खोइ त उ बेला केही पनि गर्न सकेन नि त उहाँले पनि। तपाईँले के गर्नु पर्यो? तपाईँ त्यसै बढ्नु ठुलो हुनुभयो, तपाईँको बाबुले केही नगरी यत्रो हुनुभयो, तपाईँको आमाले केही नगरिकन तपाईँ यत्रो हुनुभयो। के प्रश्न गर्दै हुनुहुन्छ तपाईँ? यत्रो देश तपाईँ 4 आना जग्गा जोड्न सक्नु भएको छ अहिलेसम्म? 1,47,181 वर्ग किलोमिटर क्षेत्रफल हो। त्यो भनेको कति हो हेक्टर हो थाहा छ? थाहा छ तपाईँलाई? तपाईँ जीवनकालभरि काठमाडौँमा 4 आना जग्गा जोड्न नसकेकोले भौतारिएर हिँडेको होइन यो माइक बोकेर? कसरी जोड्नु भयो त राजाले यत्रो यो जग्गा जमिन? यत्रो देश कसरी बनाउनु भयो त राजाहरूले? केही पनि भएन। केही पनि नभएको भएदेखि तपाईँ नेपाली कसरी हुनुभयो त? अहिले गणतन्त्रले मानि काम त भइरहेको छ। अहिलेको नेताहरूले जेनी पछिको अहिलेका सिजा नेताहरूले काम त गरिरहेको छन् नि त। ठिक छ, यहाँ ल्याउनुहोस् माइक। अब काम भएको भए सिंहदरबार जलेको किन त? काम भएको भए सिंहदरबार जलेको किन त? सर्वोच्च अदालत जलेको किन त? अनि त्यो संसद भवन जलेको किन? सरकारको 3टा अङ्ग हुन्छ क्या भाइ, कार्यपालिका, संसद अनि व्यवस्थापिका है। व्यवस्थापिका, न्यायपालिका 3टा अङ्गमा 3टै अङ्ग जलाइदिए जनताले। वडा कार्यालय जलाइदिए, नगरपालिका जलाइदिए, नेता बस्ने घर जलाइदिए। अनि अझै पनि तपाईँ राजा आउँछन् र राजा नयाँ को आउँछ त? प्रचण्ड चाहियो अझै तपाईँलाई? तपाईँलाई अझै केपी ओली चाहिएको हो? त्यो अस्ति 23 गते मर्ने मान्छेमा तपाईँको भाइ भएको भएदेखि तपाईँ के गर्नुहुन्थ्यो? केपी ओलीको गएर तल घुँडाको पानी खानुहुन्थ्यो कि गएर केपी ओलीलाई गोली ठोक्नुहुन्थ्यो? हिजो 10 वर्ष जनयुद्धमा मान्छे मार्दै गर्दा तपाईँको आमाको सिन्दुर पुसेको भएदेखि तपाईँ आज कहाँ हुनुहुन्थ्यो? यस्तो प्रश्नले यो देशको समस्याको समाधान हुँदैन। तपाईँले पृथ्वीनारायण शाहको उपदेश पढ्नु भएको छ? पृथ्वीनारायण शाह को हुन् थाहा छ? अमरसिंह थापा को हुन् थाहा छ? बलभद्र कुँवर को हुन् थाहा छ? भक्ति थापा को हुन् थाहा छ? इतिहास थाहा छ? पहिला पढ्नुहोस्, तपाईँहरूले अध्ययन गर्नुहोस्। त्यही भएर तपाईँले पृथ्वीनारायण शाहलाई पहिला पढ्नुहोस् अनि देशमा राज संस्था किन आवश्यक छ भन्ने कुरा महसुस गर्नुहोस्। जस्तो अब गणतन्त्रले के काम गर्थ्यो भने तपाईँ यो माइक लिएर यहाँनिर आएर 2-4 हजार 5-10 हजार कमाउनको लागि युट्युब च्यानल खोलेर बसिराख्नुहुन्थ्यो? यही देश अमेरिका हुन्थ्यो नि? यही देश बेलायत हुन्थ्यो नि? तपाईँको तलब आज 2 लाख 4 लाख हुन्थ्यो होला नि? यसरी माइक तेर्साउनेको सिङ्गापुरमा कति तलब हुन्छ अनि तपाईँको कति तलब हुन्छ? तुलना गर्नु न। तपाईँको त्यो स्थिति हुन्थ्यो भने यो गणतन्त्र ठिक थियो। यो देश बच्थ्यो भने यो गणतन्त्र ठिक थियो। तपाईँ सुरक्षित हुनुहुन्थ्यो भने यो गणतन्त्र ठिक थियो। भाद्र 23 र 24 गते यो देशको प्रधानमन्त्री सुरक्षित थिएन, यो देशको राष्ट्रपति भएको थियो। तपाईँ आफू अहिले गणतन्त्रको पक्षमा कुरा गर्नुहुन्छ। त्यही भएर तपाईँहरूले पहिला अध्ययन गर्नु जरुरी छ। पत्रकारहरूले पहिला सही कुराको सम्प्रेषण गर्नु जरुरी छ। पत्रकारिताले गलत पत्रकारिता गर्यो र गलत प्रश्न गर्यो भने, इतिहास पढेन भने, देशको आवश्यकतालाई बुझेन भने त्यो देश धुलिसात हुन्छ। आज हरेक नेपाली एकदम समस्यामा छ। हेर्नुहोस् भाइ, आज हरेक नेपाली समस्यामा छ। तपाईँ समस्यामा हुनुहुन्छ, म समस्यामा छु, विदेशमा बस्ने नेपाली समस्यामा छन्, स्वदेशमा बस्ने समस्यामा छन्, नेता आफै समस्यामा छ। अरू त के कुरा गर्नु? देश समस्यामा छ। अनि यो समस्याको समाधान चाहिँ हुन्छ चाहिँ कसरी? अबको आन्दोलन तपाईँ कहिलेसम्म गर्नुहुन्छ? कसरी अगाडि बढाउनु? आन्दोलन त निरन्तर रूपमा आन्दोलन गर्नु हाम्रो रहर होइन नि। हामी के भनिराखेका छौँ? हामी कसैलाई निषेधको राजनीति गर्न खोजिरहेका छौँ? राजा, जेनजी पुस्ता र राजनीति दल यो 3टा शक्ति मिलौँ, सबै समस्याहरूको समाधान गरौँ, एउटै टेबलमा बसौँ, नमिलेका कुराहरू मिलाउँ। संविधान संशोधन गर्ने हो कि कानुन संशोधन गर्ने हो कि यो देशमा स्थिरताको लागि एउटा काम गरौँ। देश स्थिर भयो भने न समृद्ध बन्छ। त्यतिकै हावामा समृद्ध नेपाल सुखी नेपाली भनेर सिंहदरबार जल्दैन। भयो समृद्धि? समृद्धि त कहाँ आयो? बालकोटतिर आयो। समृद्धि कहाँ आयो? गुन्डुतिर आयो। तपाईँले देख्नुभयो होला नि कुटी, त्यो कुटीमा गएर सोध्नु न। बालकोटको कुटीमा गएर सोध्नु त यस्तो हुन्छ कुटी? हो, अब कहिलेसम्म आन्दोलन भने जहिलेसम्म यो देशको समस्याहरूलाई एक ढिक्का भएर नेपाली एक ठाउँमा आउने कसरत गरिँदैन, त्यो स्थिति ल्याइँदैन, तबसम्म आन्दोलन।
जबसम्म तपाईँ सुरक्षित हुनुहुन्न तबसम्म आन्दोलन। तपाईँले पनि तपाईँको घरमा आन्दोलन गर्नुहुन्छ, एक दिन बाउले भात खान दिएन भने तपाईँ आन्दोलन गर्नुहुन्न। हिजो केटाकेटीमा के गर्नु? जनता भनेका सरकारका के हुन् त भन्दाखेरि सन्तान जस्तै हुन्। हामीलाई चित्त बुझेको छैन भने हामी सडकमा आउँछौँ। हाम्रो पनि माग सम्बोधन गरिनुपर्छ, जेनजीको पनि माग सम्बोधन गरिनुपर्छ। अन्ततगत राजनीतिक दलले नै हो लोकतन्त्रमा शासन गर्ने। राजा हामीले स्थायित्वको लागि खोजेको होइन, हाम्रो इतिहास हो, हाम्रो गौरव हो, हाम्रो धर्मको रक्षक हो, हाम्रो जमिनको रक्षक हो, हाम्रो जमिनको संरक्षक हो, जमिन बनाएको मान्छे हो होइन भनेदेखि उसलाई हामीले सम्मान गर्न जान्नुपर्छ। जसरी तपाईँको घरमा तपाईँको पिताको सम्मान हुन्छ त्यसै गरी देशमा राजाको सम्मान हुन्छ। र तपाईँहरूले अहिले पनि म तपाईँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्छु, पूर्व राजा, उत्तर राजा, पश्चिम राजा, दक्षिण राजा भन्न छोड्नुहोस्। राजा राजा हुन्छ। बुझ्नुभयो? बाघ बुढो भयो भनेदेखि पूर्व बाघ पश्चिम बाघ भन्नुहुन्छ र? भन्नुहुन्न नि हो। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले सही के त समाधानतिर लाग्यौं भनेदेखि यो देश यति छिटो विकसित हुन्छ र यो दक्षिण एसियाको र एसियाकै सबैभन्दा सुन्दर देश बन्छ, समृद्ध देश बन्छ। हामीसँग अपार सम्भावना छ। त कहिलेसम्म यस्तो भइराख्ने? हामी पनि तपाईँलाई प्रश्न गर्छौँ, यस्तो कहिलेसम्म हुने? तपाईँहरूले पनि आवाज उठाउनुहोस् न, प्रचण्डलाई सोध्नुहोस् न, कहिलेसम्म तपाईँको गणतन्त्र त गइसक्यो त। तपाईँको राष्ट्रपति भागो, तपाईँ भाग्नुभयो, सबै भागो, सबै जल्यो, अनि अझै पनि ठुल्ठुला कुरा गरेर जुङ्गामा ताउदिने, हिन्दीमा भाषण गरेर तेरा मेरा भन्दै सियर ठोक्ने, पुरा शेरबाज हुने। अब के ज्यान भन्दा बाँकी ठुलो कुरो के हुन्छ? त्यही ज्यान पनि गुमाउनु छ र उहाँहरूलाई? अब त्यही पनि ज्यान पनि गुमाउनु छ। त्यस कारणले गर्दा सम्पूर्ण रूपमा कम्प्लिट सोल्युसनमा जानु पर्यो क्या भाइ होइन। हिसाब कति बेलासम्म गर्नुहुन्छ? जबसम्म उत्तर निस्किँदैन। हामी कति बेलासम्म सङ्घर्ष गरिरहेछौँ? जबसम्म यो देशमा राज संस्था, हिन्दू अधिराज्य होइन, त्यहाँ पछाडिबाट गएर जननिर्वाचित सरकार हो। दुई पिलर सिस्टमबाट छ, संवैधानिक राज संस्था र बहुदलीय प्रजातन्त्रको जुन धारणा थियो त्यो धारणाबाट जबसम्म नेपाल बग्दैन तबसम्म यस्तो भइरहेको छ। तर अहिलेको सरकारले त धक्का दिइरहेको छ नि त। तपाईँ थाहा छैन, हिजो भर्खर दुर्गा परसाईले गएर 31 बुँदे माग प्रधानमन्त्रीले राख्नु भएको छ, तर उहाँले त्यो माग सुनाइ होला कि नहोला तपाईँ विचारमा के लाग्छ? त्यो सुनवाई होस् नहोस् हामीलाई मतलब भएन। दुर्गा परसाईको के माग छ, कसो छ, राजतन्त्र चाहियो भन्ने माग एकातिरको कुरो हो होइन, राजाको कुरो एकातिरको कुरो हो। बुझ्नुभयो नि? राजाको कुरा एकातिरको कुरो हो, माग एकातिरको कुरो हो। दुर्गा परसाई एउटा व्यक्ति हुन्, राजा भनेको समग्र देशको छाता हो क्या। तपाईँ समग्र देशको म छाताको विषयमा कुरा गरिरहेको छु, तपाईँ म समग्र रुखको कुरा गरिरहेको छु, पिपलको बोटको कुरा गरिरहेको छु, तपाईँ एउटा पातको कुरा गरिराख्नु भएको छ क्या। यसरी त तपाईँले गर्ने प्रश्नै मलाई त चित्त बुझ्दो लागेन क्या भाइ। मैले त तपाईँलाई धेरै, म त वर्षको त दिनको के अरे वर्षको त 10,000 विद्यार्थीलाई पढाउँछु, तपाईँलाई पनि एकचोटि मैले पढाउनु पर्ने जस्तो देखियो। क्लास लिएर आउनुहोस् बिहान 6:30 बजे मेरो। बुझ्नुभयो? धेरै कुरा सिकाउँछु, अनि त्यो सिकिसके पछाडि तपाईँले प्रश्न गर्न सक्नुहुन्छ। म रुखको बारेमा कुरा गरिराखेको छु, म जङ्गलको तपाईँ बुटोको कुरा गरिराख्नु भएको छ। कहाँ तपाईँ दुर्गा परसाईको कुरा ल्याएर जोड्नुहुन्छ होइन? त्यो कुरा चाहिँ नि यस्तो छ, दुर्गा परसाईले आन्दोलन गर्नु भएको छ, राज संस्थाको मुद्दालाई अगाडि लिएर आउनु भएको छ, अहिले जनमत सङ्ग्रह भन्नुभएको छ। राजा आउने विभिन्न तौर तरिकाहरू हुन्छन्, जनमत सङ्ग्रहबाट पनि ल्याउन सकिन्छ, आन्दोलनबाट ल्याउन सकिन्छ, सेनाको ओभरटेकबाट ल्याउन सकिन्छ होइन, विदेशीहरूको दबावमा ल्याउन सकिन्छ। तीमध्ये एउटा तरिका उहाँले भन्नुभएको, तर जनताले त्यो तरिकालाई मन पराएका छैनन् होइन। हामी राजावादीले त्यो तरिकालाई एक्सेप्ट गरेका छैनौँ, स्वयं राजाले एक्सेप्ट गर्नुभएको छैन जस्तो मलाई लाग्छ, स्वयं राजनीतिक दलहरूले एक्सेप्ट गरेको छैन। जनमत सङ्ग्रह गर्नको लागि अहिलेको संविधानको 2/3 बहुमत चाहिन्छ। अब संविधानको संसदै छैन भने के कसरी ल्याउनुहुन्छ त 2/3 बहुमत? कसरी जनमत सङ्ग्रह हुन्छ त? अनि दुर्गा परसाईले कोही कोर्टको खल्तीबाट ल्याएर घोषणा गरिदिने त? उहाँले पनि झापामा लगेर राजालाई लिएर गएर त दीप बालेका हुन् नि एक त। हो त अब के गर्नु त? राजाले दीप बाल्नु भयो त, बाल्नु भयो र त उनलाई चाहिँ होला त नि भनेर सबैले साथ दिइरहेको छ नि त अहिलेसम्म होइन हो। यस कारणले गर्दाखेरि सबै मान्छे चाहिन्छ क्या, सबै मान्छे चाहिन्छ। दुर्गा परसाई चाहिन्छ, काङ्ग्रेस चाहिन्छ, एमाले चाहिन्छ, माओवादी चाहिन्छ, राजाका लागि सबै चाहिन्छ, तपाईँ चाहिन्छ, अर्को चाहिन्छ होइन। तपाईँहरूले के सोध्नुहुन्छ भनेदेखि तपाईँहरू राजावादीहरू एक हुनुहुन्न, तपाईँहरू पनि त युट्युबहरू एक हुनुहुन्न नि त। 100 एउटा युट्युब किन खोल्नु पर्यो? एउटै खोले भइगयो नि। कान्तिपुर टेलिभिजन छ त, त्यसैमा गएर काम गरे भइगयो होइन, किन खोल्नु त तपाईँहरूले? ल धन्यवाद।